दनपा 11 नागार्जुन बर्तोली आँसी नजिक पड्डा यो बाटो आज लगभग 8-10 साल पहिलेसम्मलाई भन्नु भनेर पश्चिम यानी कि सोराड क्षेत्रको तल्लो सोराड क्षेत्रको हिट्टे प्रमुख बाटो हो यो। अहिले थोड़ा हिट्टा हुना तर बहुत कम हो गयो संख्या हो 6 जना हिँड्थ्यो भनेर दैनिक अहिले त 2-3 मा पुग्यो सीमित। यो ठोरलाई पक्का याद आयो न है कोही यो भिडियोलाई हेर्या भनेर त क्षेत्रका पक्कालाई याद आयो न कथित अचाल्ला आयो न जिल्लादार र त्यसलाई चाहिँ मलाई याद छ मेरो 24-25 वर्षको काम फर्केको मतलब यही यात्रामा भनौँ यही धाराको पानी मैले सुक्यो अहिलेसम्म नआइदियो है जिल्लादार। कतिजना त्यसलाई बसाउन पानी पियाउन जरुर र तल्लो सोराड जाने बाटो भनेर हुन्छ आवत जावत गर्दै मैले यही बाटोबाट बहुत झार्यो त्यसलाई ताल्दै खेल्न कसैले त यो हालाकि पाछा बनाउनु लेकिन मलाई लाग्छ यदि सिनियरसम्म यो भिडियो पुग्छ भने चाहिँ मतलब तपाईँ उमेर 50-55 हुँदा फेसबुक चलाउँछ अथवा सोसियल मिडिया चलाउँछ भनेर कसैको इसा भिडियोमा कमेन्ट आलो कि 40-45 वर्ष पहिले भिडियो सम्झनालाई आलो पक्कालाई बडा याद हुन्छ इसा ठोर अहिले रोड पुग्दा पालिकामा भनौँ है तर तै पनि आफ्नो विगत चाहिँ पक्का याद रहन्छ र यो पानी चाहिँ म छुट्यो नआएको है आजसम्म पवित्र जल भनेर हुन्छ होला गण्डित क्षेत्रबाट आएको। आहा 30 मिनट हुनु है त्यसलाई ल तमरा टाइममा यो टंकी त्यसलाई बनिरहेको थियो कि न योलाई बताया है पक्का बताया मलाई आनन्द हुन्छ एक ठाटामाको मैले भिडियो हाल्थेँ 45 वर्ष पहिले भिडियो हुन्नलाई मैले अब कमेन्ट देखेँ आहा कति खुसी विगत याद हुन्छ है। कमेन्ट गरेर ल्या कोही बताइदिएर थियो भनेर बाटो उसो छ थक्का भुडिग्यो अन्ले मान्छे हिट्टा नि तुने स्थानीय लेकिन पश्चिमतिर जाने सोराड क्षेत्र जाने नाका बराबर हिट्टा हुना नि योबाट मैले दिनका 2 जनालाई मुस्किलले हुना न अहिले त है तम भनेर आएको साल पहिले हिट्थे यहीबाट र अन्दाजी कतिखेर हिटिरहेछ मैले भनौँ भनेर म 100 फेर हिट गेनु यहीबाट किनकि हाम्रो त अब वडाइमाले बाटोलाई योलाई पढाउँछ पल्लो बाटोलाई पनि योलाई पढाउँछ तैपनि पश्चिम क्षेत्र जान्दिन्छ म यो बाटोबाट 10-15 फेर पश्चिम क्षेत्र झार्यो भनौँ अमचौरा कुलाउ डुङ्गरा रोडी देवल कतिपय बेला गिरेगाडा जेबलघट्टा जान्दिन्छ बाटोमा पढाउँछ यो बाटो सेमै छ है यादै हुन नि खुट्कुने इसाइ थियो त तम यो बाटो हिँड्छ खास गरेर 10-15 वर्ष पहिले चाहिँ हिँड्थ्या ओहिले पहिले हिँड्दा उनीलाई जरुर याद आयो न है यो भिडियो। अन्तमा यो यहाँसम्म पुग्यो भनेर एक कुरा बताउनु यिन भनेको एकदमै खास भिडियो त नआएन तर मैले आफ्नो बाल्यकाल याद हुन्छ कि आफ्ना ठौरहरू कोही ठौर इसाउन हानि कि हमबाट पटक्कै नाइले हिट्टा त कति वर्षसम्मलाई हम सायद जुनीभरि नआइपुगिसक्का कुछ ठाउँलाई के याद जोडिरह हुन्न यकिनको साथ भन्न कसैले यबाट अनाजलाई बोक्याउनु जुल घटाबटीलाई पैदल आउनु है यहीबाट पक्कालाई याद आएन। धन्यवाद यहाँसम्म पुज्या भनेर फलो गरेर ल्या एक सेयर गरेर ल्या बाटो चाहिँ हो है चौडा छ कतिलाई पर असजिलै छ काठाट पमाउनेले गइन्छ। वाउ तल महाकाली अहिले होलो लागिरहेछ।